अघि नै कुरा आयो झापाली र स्याङ्जाली भनेर हैन। उपस्थित सम्पूर्ण मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, मञ्चमा आसीन सम्पूर्ण अभियन्ता साथीहरू, यस कार्यक्रमका अध्यक्ष तथा बुढाबा हुनुहुन्छ 82 वर्षका, रमाइलो हुनुहुँदो रहेछ क्या बा उहाँ, सम्पूर्ण अन्य अभियन्ता साथीहरू, पत्रकार मित्रहरू, साथै सुरक्षाकर्मी साथीहरू सम्पूर्णलाई तपाईँहरूको यो स्याङ्जाको वालिङमा भएको एउटा पहाडको बजार हो, जाडोको टाइम छ, यति भेला भइदिनु भयो, सुनिदिनु भयो, सुन्न आइदिनु भयो। हिजो त महिलाहरू मात्रै हुनुहुन्थ्यो क्या भेला, अहिले त कमसेकम ज्याकेट लगाएर अलिकति सुकिला मोकिला व्यापारीहरू पनि आउनु भएको छ, अलिअलि खुसी लागेको छ। हाम्रो अभियानको प्रभाव राम्रै पर्दै रहेछ, खुसी लागेको छ। सम्पूर्णमा एकमुष्ट नमस्कार भन्न चाहन्छु, नमस्ते र जय राष्ट्रवाद पनि। अब कुरा सुरु गरौँ, कहाँबाट सुरु गरौँ? कुरै कुरा छ, अचम्मै अचम्म छ। ओके भन्नुहोस् त, मैले कुरा सुरु गर्ने ठाउँै भेटेको छैन। स्याङ्जामा आउँदाखेरि मान्छे 1825 मा पृथ्वीनारायण शाहले, बडा महाराज धिराज पृथ्वीनारायण शाहले मेरा जिजुलाई सिन्धुलीमारीको लडाइँ लड्दाखेरि 2500 रुपियाँ सापटीमा आएको थियो। मेरा जिजुले दिनुभएको थियो त्यतिखेर बडा महाराज धिराज पृथ्वीनारायण शाहलाई सापटी। म त्यतिखेरदेखिकै राजाहरूलाई पैसा सापटी दिनेको सन्तान हो, अहिलेदेखि होइन। र मैले यो अभियान उठाउँदै गर्दाखेरि मलाई मागी खाने जस्तो गरेर भने क्या मान्छेहरूले, ए ब्याङ्कको पैसा खाएपछि तिर्नु पर्दैन, खाएपछि तिर्नु पर्दैन। गजब छ मान्छेको बुद्धि। म अहिले ऋणै सही मेची अञ्चलको सबैभन्दा राम्रै व्यापारी हो, 5000 मान्छेलाई रोजगारी दिन्छु। काम नपाएर यहाँ आएको होइन नि म स्याङ्जा वालिङ, तपाईँहरूको बुद्धिको बिर्को खुलोस् भनेर आएको। कुरा बन्द हो कि? म अलिकति भन्छु क्या मान्छेलाई, मलाई डर छैन तपाईँहरूबाट, मलाई केही लिनु छैन। म धनराज गुरुङ होइन, त्यो हाम्रो एकजना थिइन् नि भूमि सुधार मन्त्री पहिला, के अरे पद्म अर्याल होइन। तपाईँहरूले भोट दिनु भएन भने म त्यहाँ जाने, मलाई त्यो मेरा गाडी घोडा जाने होइन। म जे छु त्यही छु, म जेमा रमाउँछु त्यसैमा रमाउँछु। तर मैले यो अभियान किन उठाएँ? मसँग सबै कुरा थियो त, मेडिकल कलेज थियो, एसियाकै नमुना क्यान्सर हस्पिटल छ, आउनुहोस् तपाईँहरू क्यान्सर लागेको बिरामीहरू पेट सिटीदेखि लिएर सबै हुन्छ। नेपालमा नभएका मिसिन हामीसँग छन्। दिल्लीको अपोलो आर्टिमिस, तपाईँको मेदान्त हस्पिटलसँग हामी कम्पिटिसन गर्छौँ। यहाँदेखिका मान्छे उपचार गर्न गएका छन्, आउनुहोस्, मैले गर्न सक्ने सहयोग गरेर पठाउँछु म। त्यो पनि छ, मेडिकल कलेजै छ, छोरै डक्टर हो, छोरी डक्टर हो, बुहारी डक्टर हो, सबै परिवार सालो डाक्टर। मेरो केही छैन, तर मैले किन म बौला हो र यो गरेर हिँड्नुपर्ने? म पोखरा आउँदै गर्दाखेरि मेरो श्रीमतीले हिजो बाटोमा फोन गरे, होइन के त, जहाँ पाए त्यहाँ खाना नदिनु, गाडी बिस्तारो हाँक्नु। म त क्यान्सर सर्भाइभल मान्छे हो नि त, क्यान्सर रोग छ, रोग बोकेर किन तपाईँहरूलाई बचाउन हिँडिरहेको छु? आफू मर्नुपर्ने होइन र? यो कुरा तपाईँहरूले बुझ्नु भएको छ? किन म हिँडेँ? म आज तपाईँहरू जसको अनुहार हेर्दैछु यहाँ, तपाईँहरू खुसी हुनुहुन्छ? तपाईँहरू हरेकको घरमा बच्चा छ, तपाईँको छोरो कहाँ छ, छोरी कहाँ छ, तपाईँको श्रीमान कहाँ छ, तपाईँको घर जग्गा जमिन कहाँ छ, तपाईँको व्यापार कहाँ छ, व्यवसाय कहाँ छ, त्यो बुझाउन आएको म
म मेची अञ्चलमा सालको सबैभन्दा बढी ट्याक्स बुझाउने मान्छे हो। 50 करोड ट्याक्स बुझाउँछु। महिनाको 13 करोड त तलब खुवाउँछु म। तपाईँले मलाई चान्छु नि नसम्झिनुहोस्। अस्ति यो जेन्जी आन्दोलन जस्तो केटाकेटी आयो, मटेङ गुलेली खेलायो, मटेङराको नाश भने जस्तो दुर्गा प्रसाद आयो अनि त्यहाँबाट हल्ला गर्छ जान्छ, होइन। किनभने आज दुर्गा प्रसादले यो उठाउँदै गर्दा यो माग किन उठायो? सबै कुरा पुगेको थियो त। मेरो गाउँमा 3 चेलीहरूले लघु वित्त र सहकारीको कारणले एउटै रुखको हाँगामा एकैचोटि झुन्डिएर आत्महत्या गरे। 20 वर्षदेखि 25 वर्षका चेलीहरूले। उनीहरूको जर्जर स्थिति। 15,000 रुपियाँ पैसा तिर्न नसकेर एकजनाले 40,000, एकजनाले 60,000 रुपियाँ पैसा तिर्न नसक्दाखेरि कम्युनिस्टहरूले केपी खड्गप्रसाद ओली प्रचण्ड जस्ता ठगहरूले चलाएको देशमा, कम्युनिस्ट होइन नि, ठग हुन् कि कम्युनिस्टले चलाएको देशमा 15,000 तिर्न नसकेर एउटा गरिब झुन्डिएर मर्यो। गरिबका 3 छोरी। प्रेम आचार्य जस्तो एउटा हुनेहार व्यक्तिले संसद भवन अगाडि आएर शरीरमा पेट्रोल खनाएर आत्मदाह गर्यो। त्यो तपाईँलाई थाहा छ कि छैन? सोसियल मिडियामा हेर्नुभयो अनि त्यहाँबाट चुप्प लाग्नुभयो, बस्नुभयो। हरेक व्यक्ति प्रेम आचार्य बन्दैछन्। तपाईँहरू मजाक नगर्नुहोस्। सबै डिप्रेसनको शिकार भइसकेको छ। सबै छोरो एकातिर, बुहारी एकातिर, परिवार एकातिर, श्रीमान एकातिर, विखण्डित परिवार। तपाईँहरू हामी केमा पुग्यौँ आज? छोरो उहिले राणा शासनमा उहिले पहिला 7.5 दशा लागेपछि नि बा मान्छेलाई चाहिँ विदेश पठाउँथे अरे नि, होइन? 7.5 लागेपछि। अहिले विदेशको भिसा लाग्दाखेरि पार्टीमा खान्छन्, रक्सी खान्छन्। यहाँ छोराको अमेरिका भिसा लाग्यो भनेपछि यहाँ डान्स गर्छन्, खुसी आमा बुगा। हेर्नुहोस् त। भनेपछि तपाईँहरूलाई मैले के बुझाउन खोजेको भन्दाखेरि आज वालिङ बजारमा आएर हेर्दै गर्दाखेरि खोइ युवा खोइ विदेश, होइन? गाउँमा लास उठाउन मान्छे अब अलिक दिनमा भाडामा ल्याउनुपर्छ। भाडामा तपाईँहरूले जन्ती भाडामा ल्याउनुपर्छ, मलामी भाडामा ल्याउनुपर्छ। त्यो स्थिति कसले बनायो? दुर्गा प्रसादले होइन नि। दुर्गा प्रसाद त बुझाउन आएको तपाईँहरूलाई। के भनेर बुझाउन आएको भने अब दल छोडी म के अरे रासपा, म राप्रपा, त्यो होइन। विभिन्न दलका झन्डा होइन, विभिन्न जात जातिको कुरा होइन। दुर्गा प्रसाद नेपाल बोकेर हिँडेको छ, नेपाली झन्डा बोकेर हिँडेको छ। म त्यो तपाईँलाई बुझाउन आएको। मलाई डर छैन, किनभने म सँगै जन्मिँदै मृत्यु आएको छ। मैले मर्नुपर्छ एक दिन। मेरो बुवाले भन्नुहुन्थ्यो कान्छा, मेरो बुवाले भन्नुहुन्थ्यो कान्छा, सबैभन्दा ठुलो आशीर्वाद पितृको लाग्छ। उहाँहरू पितृ जस्तो मान्छे हो। उहाँले पनि भिडियो हेर्नुहुँदो रहेछ, तपाईँकै माथि हेर्छु बाबु। विदेशबाट लास ल्याउँदाखेरि म रोएँ भन्नुभयो, होइन बा? मसँग उहाँ आएपछि यहाँ आएपछि भेट भयो मेरो। कुन जन्मको उहाँसँग मेरो आज ऊ हो, होइन? अनि मलाई के भने विदेशबाट लास ल्याउने, अलपत्र परेर लास ल्याउने म, विदेशमा यहाँबाट गएर बेचिएका चेलीबेटी ल्याउने म, आफ्नो पैसा खर्च गरेर आफ्नो पेट काटेर विदेशका जेलमा भएका युवा ल्याउने म। आज विदेशका जेलमा यहाँ हात उठाउन लाग्यो भने कतिजनाका छन्, कतिजनाका छोराछोरी आज 7,000 युवाहरू विदेश खाडीका जेलमा छन् रेमिडेन्स पठाउन गर्दा। तपाईँहरूको हात उठाउनु त यहाँ छ कि छैन? कोही छ जेलमा? लाज हुन्छ उठाउँदैन, होइन? अस्ति एउटा गाउँमा गएको 3 जनाले हात उठाएका थिए। यहाँ के छ मैले बुझेको छु नि बहिनी, कट्टु खुस्केर गइसकेको लाज हातले झोकेर मोही कट्टु लगाएको भन्ने मान्छे छन्। मेरो त एउटा ठाडै कुरा हो।
सिधै कुरा अघि विष्णु बहिनीले भन्नुहुन्थ्यो नि, हामीले शरीरमा लुगा त लगाएका छौँ तर नाङ्गै छौँ, हो कि होइन? त्यसले गर्दाखेरि म तपाईँहरूलाई एउटा कुरो के बुझाउन आएको भने अब जाग्नुहोस्, लाज नमान्नुहोस्। हिजो हामीलाई 6% ब्याजमा कागज गराएर 16% पुर्यायो, 18% पुर्यायो। 18% ब्याज यहाँ व्यापारीहरूले लिनुहुन्छ भने हिसाब गर्नुहोस् क्यालकुलेटरले। र म त त्यत्रो पढे होइन, म व्यापारी पनि होइन, तर म एउटा कुरा के भन्छु भने 18% ब्याज 3 महिनामा तिर्दाखेरि कति पर्सेन्ट हुन्छ? 18% ब्याज 42% ट्याक्स तिरेपछि नि यो देशमा व्यापार गर्न सक्छ मान्छेले। जम्मा 2टा काम भयो हाम्रो 34 वर्षमा। के भयो तपाईँलाई थाहा छ? राजाले हामीलाई गर्दा दिएनन् भनेर भन्थे। राजाको बेलामा भ्याट पनि थिएन, ट्याक्स पनि थिएन, भ्याट पनि लिएनन्, ट्याक्स पनि लिएनन् राजा पालामा। तपाईँहरूलाई थाहा छ नि, लिएनन् नि। यिनीहरूले त आएर भ्याट पनि लिए, ट्याक्स पनि लिए। के भएछ थाहा छ? 34 वर्षमा हामीले व्यापार गऱ्यौँ भनेको त नि, नेता र ब्याङ्क मिलेर हामीलाई व्यापार गरेछन् र हामीलाई नाङ्गो बनाएछन् 34 वर्षमा। अब बुझ्नुभयो? तपाईँहरू कहीँबाट खुस्किनु हुँदैन। तपाईँलाई बिना ब्याजमा पैसा दिँदा पनि तिर्न सक्नु हुँदैन, व्यापारै चल्दैन। मैले बुझेको छैन। अहिले मैले कसैलाई 1 करोड रुपियाँ पैसा दिन्छु, त्यसले जुत्ता दोकान यहाँ उता वालिङमा खोलेर 2 वर्षमा मलाई निर्व्याजी पैसा फर्काएको छ। कहाँबाट तिर्छ? जुत्ता लाउने मान्छे सबै साउदी र कतारमा छ, सिङ्गडा खाने मान्छे सबै बाहिर पठाएको छ। मैले बुझेको छैन। नेपालको सबैभन्दा राम्रो अञ्चल मेची अञ्चल, मेची अञ्चलको इलाम जिल्ला हो। इलाम जिल्लामा दुध बिक्दैन अहिले। दुध लगेर डेरीमा दिएर अनि घिउ साटेर लिएर जान्छन्। फर्सीको मुन्टा बिक्दैन त्यहाँ, फर्सीको गन्टो बिक्दैन, खोर्सानी बिक्दैन अहिले। खाने मान्छे हिँडिहाल्यो। बाटोमा गाउँमा बाटो पुग्यो, बाटोमा हिँड्ने मान्छे साउदी र कतार पुगे है। अनि यहाँ पद्मा आर्याल, के अरे धनराज गुरुङ, केपी ओली, अर्का एकजना बाघ आएका छन् अहिले, फेरि भर्खर बाघ आए। अरू सहकारी जोगाएर राख। एकजना बाघ आइछन् फेरि नयाँ, सेतो बाघ अरे। सहकारी चाहिँ जोगाएर राख। सहकारी र छोरीहरू चाहिँ ल हेर्नुहोस् त। हाम्रो मेरो बडो हुनुहुन्थ्यो कि एकजना, कपिल मुनि परसाई भन्ने हुनुहुन्थ्यो। के भन्नुहुन्थ्यो भने, ए कान्छा, नेपालीहरूले बुझेन नि, हिँड्न नजान्ने उड्न सिक्ने भन्थे क्या। हामी नेपाली हिँड्न नजान्ने उड्न सिक्ने भएर बिग्रेको। त्यसले गर्दाखेरि मैले 79 साल फागुन 1 गते राजाका हातबाट दियो बाले मेचीको किनारमा लगेर यही अभियानलाई लिएर र मैले त्यतिखेर आवाज उठाएँ। 6% मा लिएको 16% 18% ब्याज छ, बढाएको बढाइ गर्छ। अनि मलाई पनि त डर थियो नि त। म पनि त एउटा उद्योग गरेर बसेको हो नि त, तपाईँहरू जस्तै बसेको हो नि त। मैले अनि त्यहाँबाट चाहिँ कोही न कोही निस्किनुपर्छ। 1000 माइलको यात्रा पनि 0बाट सुरु गर्नुपर्छ होइन। कुनै पनि काम गर्दा एकजना कोही न कोही निस्किनुपर्छ भनेर मैले जे होला भनेर मैले अनि त्यहाँबाट चाहिँ आँट गरेर राजालाई लिएर गएर पानेसमा दियो बालेर ब्याङ्क वित्तीय संस्था विरुद्ध बोले। खप्न नसकेर बोलेको। जब बोलिसकेपछि मलाई ब्याङ्कहरूले मलाई पनि अप्ठ्यारो पार्यो। हेर्नुहोस्, तपाईँको कारण, तपाईँहरूलाई जोगाउन खोज्दाखेरि मेरो जापानबाट रेडिएसन ओन्कोलोजी गरेर एमडी गरेर आएको छोरीको हातमा हातकडी लाग्यो एयरपोर्टमा। मेरो छोरा डक्टर, छोरालाई हातकडी लाग्यो। मेरा छोराछोरीले सहकारी ब्याङ्क केही पनि रहेको थिएन। म आज सुन ब्ल्याकलिस्ट होइन नि, फेरि म आज ब्ल्याकलिस्ट होइन। सुन्नुहोस्, म सिआइसीमा मेरो रिपोर्ट छैन। मेरो अहिले अरू 5 स्टार होटलहरू बन्दैछन्, लोन लिइरहेछ, काम भइरहेछ। कुरा बुझ्नु हो कि? म ब्याङ्क ठग, सहकारी ठग, केही ठग होइन। मेरो एउटै कुरा के हो भने त्यतिखेर 16% 18% को ब्याज
मैले के भने हामीलाई बाँच्न देऊ, गरी खान देऊ, हामीले जानेर ऋण ल्याउँ नजानेर ऋण ल्याउँ, हामी तिर्छौँ, हामीलाई समय देऊ। हाम्रा घर जग्गा जमिन लिलाम नगर्नु। घर भनेको सपना होइन, जहाँ श्रीमान बस्छ, श्रीमती बस्छन्, बाउ बस्छन्, आमा बस्छन्, छोरा छोरी बस्छन्, नाति नातिना बस्छन्, होइन बा? त्यो ठाउँ एउटा के हुन्छ भने घर भनेको स्वर्ग हो, सपना हो। त्यही चिज लिलाम गरेर चाहिँ नि मान्छेलाई त्यो फुटपाथमा पुर्याइँदाखेरि यो कति सुन जायज कुरा हो। अनि त्यो घर लिलाम गर्नको लागि के भन्छ थाहा छ? तपाईँहरूले भोट हालेर जिताएको वार्ड अध्यक्ष, नगरपालिकाको प्रमुख, सांसदले साइन गर्छ र अनि दिन्छ भनेपछि तपाईँहरूलाई कति बेकुफ बनाएको रहेछ। र मैले 16 वर्ष 18% ब्याज धेर भयो भनेर भन्दाखेरि फेरि दुर्गा वर्ष बौलायो, कहाँबाट घर छ भन्थे। एकताका त मलाई मानौँ कस्तो लाग्यो भने नि, म एक्लैको छु कि जस्तो लाग्यो क्या। हिँड्नलाई गाह्रो हो। हिँड्नलाई उहिले पहाडबाट मधेसतिर झर्दाखेरि औलो मधेसतिर यसरी यसरी अम्लाले पनि देखाउँदैन थियो अरे औलो लाग्छ भनेर नि, ओठले गर्थे अरे क्या मधेस देखाउँदा दुर्गे भन्थ्यो, अम्लाले देखाउँदैन थियो। अहिले हिजो एउटा पोखरा आएको यस्ता मयौँ भन्ने मान्छेहरू आएका छन्। भनिदिनु पर्यो हजुर, सिओलाई भनिदिनु पर्यो हजुर। अनि मैले भने मैले मेरो लागि गरेको होइन भाइ, तपाईँको लागि। तपाईँको घर जोगाइलाई मैले मेरो छोरो ल्याएर बलिदान दिनुपर्ने। तपाईँ निस्किनुहोस् न, पछाडि म छु। आज हाम्रो अभियान आएको थिएन भने दैनिक 20 देखि 25 जना मान्छेले आत्महत्या गर्दै थियो। आज त्यो रोकिएको छ। रोकिएको छ कि छैन? आज घरहरू लिलाम हुँदै थियो, त्यो रोकिएको छ। विश्व पौडेल त्यही गभर्नरलाई पनि जेएनजीका केही भनौँदाहरूले लखेट्न खोज्दैछन्, तर उहाँको कुरा र मेरो कुरा मिल्छ क्या। उहाँ के भन्नुहुन्छ भने नि व्यापारीलाई ब्ल्याकलिस्टमा हालेर अनि लगानी कसलाई गर्ने? घर जग्गा जमिन लिलाम गरेर यही तरिकाले मैले भन्थे, यही तरिकाले गभर्नर साहब लिलाम गर्ने भने भएको जग्गा जमिन अहिले 85% जग्गा ब्याङ्कमा धितो छँदैछ। अब यो पृथ्वी लागण होइन, तन्काएर जग्गा बढ्दैन, कुन जग्गा राख्ने? मान्छे यिनै हुन्, भएका मान्छे सबै विदेश गइसके। 2,90,00,000 जनसङ्ख्यामा आज तपाईँ राम्रो काम गरेर सुन्नुहोस्। तपाईँहरूका नेताले हुन त अब यहाँ ठुल्ठुला अरू नयाँ पार्टीका जान्नेलाई छान्ने पनि आएका छन्, भ्याइहाल्छन्। फेरि बोल्न माहिर छन्, बाघहरू छन्, सेतो बाघहरू। कुरो बुझ्नु होइन? अघि एउटा भाइ भन्दै थियो तपाईँ र रासपा मिलेर आउनु पर्यो भन्दै थिए। बुझ्नु पर्यो नि रासपा कहाँबाट आएको भनेर, बुझ्नु पर्यो नि बालन कहाँबाट आएको भनेर, बुझ्नु पर्यो नि कुलमान कहाँबाट आएको भनेर। अब बल्ल बुझ्दैछन् नि। अस्ति मैले भिडियो देखाइदिएको थिएँ, अहिले बुझ्नु भयो होइन? सिंहदरबारमा किन आगो लगाइयो? सर्वोच्चमा किन आगो लगाइयो? जेएनजी आन्दोलनको मकसद यही थियो, चुनाव गराउने। 84को चुनावलाई 82मा गराउने होइन नि। हामीलाई चुनाव चाहिएको होइन, हामीलाई जनमत सङ्ग्रह चाहिएको। हामीलाई जनमत सङ्ग्रह चाहिएको। यो व्यवस्था फेलियर भइसक्यो। त्यसले गर्दाखेरि त्यही जेएनजीहरू आज विश्वमा उडेरलाई हटाउनु खोज्छ। अनि मैले के भने तपाईँ उहाँले यति राम्रो काम गर्नुभएको छ। आज एनएससी एसिया ब्याङ्कको चेयरम्यान त्यो तुलसीलाल अग्रवाल सबैभन्दा त्यो ठग भ्रष्ट, त्यसलाई त्यहाँबाट पदबाट हटाउनु भयो। पल्लो ब्याङ्कको पनि त्यही भयो। सबै ब्याङ्कहरू आज कारबाहीमा पर्दैछन्। सबै आज एउटा ब्याङ्कको सिओको तलब महिनाको झन्डै 50 लाख खान्छ। अनि त्यो 50 लाख खुवाउने तपाईँहरूको हालत हेर्नुहोस् त। अघि एकजना मुस्लिम बहिनीलाई भेटाएको थिएँ, अघि बिहान होला हौ, पोखरामा। अघि बिहानै हो। ईदमा, ईद भनेको त चाड हो नि मुस्लिमहरूको। यतै आउनु पनि भएको छ कि क्या कता हो? ईदमा, ईद नेपालीको दसैँ। त्यही दसैँमा यसो खसी काटेर होस् या मिठाई खाएर होस्, बस्ने बेलामा लुकी हिँड्नु पर्यो अरे गाउँतिर, बोकै।
भोगभोगै हेर्नुहोस् त पीडा, यही पीडा, यही छटपटी, यही हरेक कुराले गर्दाखेरि आज दुर्गा प्रसाई आफ्नो साम्राज्य मेची अञ्चलमा हुँदाहुँदै पनि छोडेर तपाईँहरूलाई जोगाउन हिँडेको। यति बुझ्नुहोस्, यति यति। अहिले पनि 2-4 करोड रुपियाँले मलाई घाटो छैन। फोन गरेर मैले पैसा जहाँ भन्नु त्यहाँ हुन्छ। 20-30 करोड सालको यसै कमाउँछु, थुकेर कमाउँछु। तर मैले कमाएर भएन नि, सबैले कमाउनु पर्यो। मैले मात्रै गाडी चढेर भएन नि, सबैले चढ्नु पर्यो। मैले मात्रै न्यानो लुगा लगाएर भएन नि, सबैले न्यानो लुगा लाउनु पर्यो। सबैलाई त जाडो हुन्छ, सबैलाई भोक लाग्छ। भनेपछि हामीले कस्ता मान्छे चुनेर पठायौँ र अब हामी कस्ता मान्छे चुन्दैछौँ। अनि अझै तपाईँहरू भोट हाल्न जानुहुन्छ कि जानु हुँदैन? अब भोट हाल्नु चाहिँ मैले यो प्रधानमन्त्रीको टेबलमा फाइल पुर्याउँदाखेरि प्रधानमन्त्रीले मैले भने, प्रधानमन्त्रीज्यू म त प्रचण्ड पनि होइन, म केपी शर्मा ओली पनि होइन, म रवि पनि होइन, म पालेन पनि होइन, म दुर्गा प्रसाई हो। 1 इन्ची ब्याग हट्दिन। सर्वहारा वर्ग भुइँ मान्छे र उत्पीडन वर्गको आँखाबाट आँसु झरेको छ। लघुवित्त र सहकारी ब्याङ्क, यदि ब्याङ्कले अब यहाँभन्दा माथि गर्छ भने हामी गाउँबाट बजारबाट ब्याङ्क, लघुवित्त र सहकारी हामी लखेट्छौँ। किनभने हामीले ती लखेटिसक्दा हाम्रा घर जग्गा दिने जोगिन्छ। भोलि व्यवस्था परिवर्तन मैले भनेको छु, यहीँबाट भन्छु। अहिले पनि अर्काका जग्गा लिलाम गरेर कसैले लिन्छ भने वालिङवासीले पनि सुन्दा हुन्छ। यो व्यवस्था त जान्छ, एक दिन दुर्गा प्रसाई त्यो ठाउँमा आउँछ। फेरि केही दिन त्यो जसको जग्गा हो नि त्यसैको धनी पूर्जा नयाँ बनाएर दिने हो, नयाँ लाल पूर्जा दिन्छ। एक्जिक्युटिभ पावर भनेको प्रधानमन्त्रीको के हो भन्दाखेरि पावर एक्सर्साइज गर्ने सेन्टर हो क्या, आफै पावर निकाल्ने हो। कसरी पावर एक्सर्साइज गर्नुपर्छ त्यो दुर्गा प्रसाईलाई थाहा छ। म पटक थुनिन तयार भएँ। अस्ति एक दिन दिउँसो भिडियो देखाइदिएको सुशीला कार्की, हाम्रो गृहमन्त्री सबै बसेर यसरी यो सिंहदरबारमा आगो लगाएको भनेर देखाइदिएँ नि मैले। दिउँसो देखाएको, राति मलाई पक्रिन आयो 12 बजी। खतराको लुगा लगाएर जाउँ भने के अब बुढी के भन्छन् भने कामै त्यस्तो गर्नुपर्छ, ऊ पुलिस आयो लिन जानु भन्छ। भनेपछि म तपाईँहरूको लागि, तपाईँहरूलाई म एउटा कुरा भन्छु, वालिङवासीहरूले 3 घन्टा दोकान बन्द गर्ने हुनुहुन्छ। तपाईँ राम्रो उपस्थिति हुनुभएको छ। 3 घन्टा दोकान बन्द गरेर आज हाम्रो कुरा बोलिदिने दुर्गा प्रसाई आयो भनेर आउन सकिँदैन? आउन सकिन्छ कि सकिँदैन? अनि यस्ताको घर जग्गा जमिन लिलाम हुँदाखेरि बोल्छ मान्छे, बोल्छ भयो। अझै नेपालीलाई पुगेको छैन, अझै पुगेको छैन। तपाईँलाई म दक्षिण कोरियाको कुरा भन्छु। दक्षिण कोरिया किन विकास भयो? दक्षिण कोरियामा नि बच्चाहरू रुँदै बाबुआमाको छेउमा आए, खानेकुरा केही थिएन। अनि आगोमा गोला ढुङ्गा हालिदिएर बाबु यो आलु त्यहाँ पकाउन हालेको छ, यो पाकेपछि खानु भनेर बाबुआमा भागे, फर्केर आएनन् बाबुआमा। त्यसरी उठेको हो कोरिया। तपाईँ हामीलाई त जन्मिँदै बाबुआमाले जग्गा दिलाइदिएको थियो, त्यही भएर हामी बिग्रिया हौँ। कसैले कमाएको छ अहिलेसम्म हामीले? छ भन्नुहोस् त। बाबुआमाले कमाइदिएको चिज लगेर ब्याङ्कमा राखेर सके सबै, हो कि न? कसले कमायो? ल भन्नुहोस् त, ल भन्नुहोस् न। हो, त्यसले गर्दाखेरि तपाईँलाई दुर्गा प्रसाईले कमाएको छ कि छैन भन्ने कुरो यहाँबाट फोन गरेर मेची अञ्चलको एउटा कुनै नम्बरमा सोध्नुहोस्। दुर्गा प्रसाई के हो बताइदिन्छ, कुनै नम्बरमा। म गर्वसँगले भन्छु, मलाई कसैले दोष लाउन सक्दैन। बाघ भन्नेहरूलाई दोष लगाए नि सरकारीको पोखरामा जुलुस सुरु भएछ। ल मलाई लगाओस् त ब्याङ्कको ऋण तिर्नुपर्छ, लिएको हो तिर्नुपर्छ, तर काम गर्ने वातावरण पनि हामीलाई दिनुपर्छ। हाम्रो कुरा थियो, कुरा भन्नुभयो कि
हामीले तिर्दैनौँ भने होइन नि, तर कस्तो खालको कुरा लगायो भने दुर्गा प्रसादले तिर्नु पर्दैन, मैले तिर्नुपर्छ। जसले तिर्न सक्दैन, गरिब सर्वहारा वर्ग छ, लघुवित्त र सहकारीको पैसा छ नि, जसले तिर्न सक्दैन छैन। हिजो त्यहाँ कुन ठाउँमा हो पर आउँदाखेरि दमौली होइन, दमौलीदेखि परतिर अर्को गोर्खा आगो भैरेनीमा श्रीमान पनि छैन, एकल महिला भएको घर लिलाम गरिदियो अरे। अब कहाँ जाने? त्रिशुलीको बगरमा जाने? त्यसको दायित्व सरकारको होइन। मैले सरकार भनेको गार्जेन होस् भनेर, गार्जेन निभाओस् भनेर मैले भन्न खोजेको कुरा बुझ्नुभयो के? त्यसले गर्दाखेरि मलाई हेर्नुहोस्, अहिले आएका नयाँ पार्टीहरूको जस्तो भाषण गर्न पनि आउँदैन। मेरो कुरा अर्ग्यानिक हुन्छ, सिधा। दुध खाने भने कि त भैँसीको भाँचोमा पुग्नु पर्यो कि गाईको भाँचोमा पुग्नु पर्यो, परेन भन्नुहोस् त। अन्त गरेर त पाइँदैन नि त। जहाँ बिग्रेको छ त्यहाँ ठोक्ने हो अनि मन छ। त्यसले गर्दाखेरि यो व्यवस्था जुन दिन जहाँ बिग्रेको छ नि त्यहीँ ठोक्नुपर्छ भनेर मैले राजालाई लिएर गएर मेचीको किनारमा दियो बालेको, बुझ्नुभयो? जहाँ इजार गाँठो पर्यो त्यहाँ खोल्नु पर्यो नि त। इजार गाँठो पर्यो जहाँ परेको त्यहाँ खोल्यो भने पो सुनाल खोल्छ त, नभए त खोल्दैन नि। लाइट गयो होइन। तपाईँहरूले के बुझ्नुहोस् भने जेन्डर छैन यहाँ, ठिकै छ, लाइन काट्नु दिउँ, केही छैन। तपाईँहरूले के बुझ्नुहोस् भने हामी जनमत सङ्ग्रहमा गएन भने हाम्रो उपाय छैन। र हामी मैले अघि भने नि, सङ्घ जहाँ चुडियो नि त्यहाँ जोड्नु पर्यो नि, नभए त जोडिएन भने जान्छ नि, उडेर हो। त्यसले गर्दाखेरि सम्पूर्ण नागरिकहरूलाई के भन्छु भने अब लाइन पनि काटियो। मेरा भनाइ मैले यहाँ राखेँ पनि कतिवटा 3:15 भयो। सम्पूर्णलाई शुभकामना दिँदै आइदिनु भयो, सुनिदिनु भयो र मेरा कुराले तपाईँहरूलाई पीडा परेको छ भने क्षमा पनि चाहन्छु। लाइन आयो, जेनेरेटर चल्यो आयो, अब आउँछ। कि यो जेनेरेटर चलेको? चल्या, जेनेरेटर चल्या, अब आउँछ। जेनेरेटर आउँछ? आइसक्यो। हेलो, आयो। त्यसले गर्दाखेरि होइन, तपाईँहरू अब एकछिन बसौँ। अब तपाईँहरूले के बुझ्नु पर्यो भने एमालेका साथीहरू, कोही काङ्ग्रेसका साथीहरू जान्छन्, गइहाल्छन्, त्यो स्वाभाविक कुरो हो। स्वाभाविक हो, किन त्यो लागेको छ नि त, छ हो। त्यसले गर्दाखेरि म के भन्न चाहन्छु भने हामी हिजो जहाँ गएर चुकेका छौँ त्यहाँ हामीले सच्याउनुपर्छ। जहाँ गएर बाटो भुलेको छ नि त्यहीँ गएर म्याप हेर्नुपर्छ। भनेपछि हामीले जनताको अभिमतबाट अब जनमत सङ्ग्रहमा जानुपर्छ। र हाम्रो कुरा के हो भनेदेखि अहिले हाम्रो चुनाव होइन। जेएनजीको म्यान्डेट भनेको के थियो भने किन सिंहदरबारमा आगो लाग्यो? हेर्नुहोस् है, कस्तो गजबको छ। सिंहदरबारमा आगो लाग्यो, त्यही टिम गएर अदालतमा पनि आगो लाग्यो, त्यही टिम गएर रविलाई छुटायो। हेर्नुहोस्, अहिले 3 महिना पछाडि रविलाई निकालियो जेलबाट। त्यही सुदन गुरुङ रविसँग जाने, अर्को रविसँग जाने, अर्को रविसँग जाने भनेपछि मैले भनेको कुरा पुगेको छैन। कत्रो साँठगाँठ रहेछ। अनि यहाँ बाहिर के भनेर हो एम चलाइन्छ नि, बाघ आयो, बाघ आएको छ बाहिर, सहकारी जोगाएर राख्नुहोस्। फेरि छोरीचेलीहरू जोगाएर राख्नुहोस्, बाघ आएको छ। होइन भने बसौँ टेबलमा डिस्कस गरौँ। उहाँले त स्वीकार्नु भयो त, स्वीकारेर जरिमाना तिर्नुभयो। कस्तो नबुझेको। अब अहिले उहाँका मान्छेहरूले के भन्छ, चितवनतिरका 1-2जना महिला छन्, त्यो कृष्ण भन्ने खालका मुख छाडिहाल्छन्। यो दुर्गा प्रसाई भाटे भनेर मुख छाड्न थाल्छ। ए छाडा, तर यथार्थ कुरो त मैले भनिदिएको। तिम्रो बात थुनिन्छ कि त मुद्दा फिर्ता लिनु पर्यो। रवि लामी छानेको मुद्दा फिर्ता लिन नि। अरू 600 झन् 700 जना मान्छे त्यस्ता थुनिएका छन्, तिनको मुद्दा फिर्ता लिन्छ कि लिँदैन? रवि लामी छाने त्यसरी छुट्दाखेरि धरटीमा छुट्दा अरू पनि सिभिल आमाहरू पनि त छुट्नु पर्यो नि त। सहकारीकै हामी पैसा तिर्छौँ भनिरहेको छन्।
नखु जेलबाट कैदीहरू भागेका छन् अनि यिनीहरू प्रधानमन्त्री बाँड्छन्। प्रधानमन्त्री त हिजो केपी प्रचण्ड शेरबहादुरले बाँडेके भन्ने अहिले बाँडेन र के भन्छ रवि दुईटा प्रधानमन्त्री बाँड्ने अरे अब यिनीहरूको बुढाको देश जस्तो नि क्या गजबको कुरा। हामी पनि जिउँदैछौँ खबरदार हेरौँला हेरौँला हेरौँला। पहिला सरकार वर्ग र भुइँ मान्छेको यो ऋणमा तलमाथि नहुन्छ चुनावै हुन दिँदैन। तपाईँहरूले के बुझ्नु होला भने नि पहाड त म जान्दिनँ है पहिलोचोटि हो पहाड है मधेसमा त नछिर्दा हुन्छ नेता मधेस त त्यस्तो छ लगाउँछन् त्यहाँ त आगो। अस्ति ज्योति विकास ब्याङ्कमा लगाइदियो नि कालो मोजो दलेर जुत्ता माला लगाएर है सुरु गरे। उनीहरूले त भनेको छन् वार्ता मिलेगा तो मिल्बे तो मिल्बे नहीं मिल्बे तो यहाँबाट कुनै उनीहरूको भाषामा भन्छन् खेती नि हाम्रो ससुराली उता हो हामीलाई के मतलब र भन्छन्। अब त्यही हुन्छ। मैले भनेको छु पुटिनले के भनेको थियो भने नि भ्लादिमिर पुटिनले अमेरिकाले धम्की दिँदाखेरि संसारमा रसिया भन्ने देश रहँदैन भने अरू देशको पनि अस्तित्व रहँदैन अरू देश पनि हुँदैनन् भनेर भनेको थियो। अब यो देशमा गरिब सरकार वर्ग र भुइँ मान्छे बाँच्दैनन् भने नि ती सामन्तीहरूको पनि अधिकार छैन बाँच्दैनन्। यो कुरा प्रष्ट छ प्रष्ट छ। तपाईँहरूलाई साथ दिनको लागि दुर्गा प्रसाई जतिपल्ट थुनिन मैले भनेको छु त त्यहाँ काठमाडौँको कुलेश्वरमा खरीको बोर्ड छ क्या पहिला राणाहरूले सुब्राज शास्त्रीलाई झुन्याएको त्यो खरीको बोर्ड छ मलाई लगेर झुन्याऊ 1000 पल्ट झुन्याऊ झुन्दिन त 1000 पल्ट थुन भनेर भनेको अहिले 5 पल्ट भयो थुनेको थुन थुन। तर म मेरो मुद्दाबाट म ब्याक हुन्न किन ब्याक हुन्न भने म ब्याक हुन्थेँ भने नि आजभन्दा 2 वर्ष अगाडि 2 वर्ष त्यो कार्यक्रम सके 2 वर्ष अगाडि नै ब्याक हुन्थेँ। मलाई मारवाडीहरूले दिल्लीमा एउटा होटलमा तपाईँको टोटल हामी ब्याङ्कको ऋण तिर्दिन्छौँ यो ब्याङ्कवालाहरूले भनेको तपाईँको टोटल ऋण हामी तिर्दिन्छौँ तपाईँले यो अभियान छोडिदिनु पर्यो भनेर भनेको थियो। अहिले पनि मैले यो अभियान छोडिदियो भने के हुन्छ तपाईँहरूको हालत भन्नुहोस् त के हुन्छ होइन। त्यसले गर्दाखेरि मैले भनेको छ मलाई अमेरिकाको न्युयोर्कमा या वासिङ्टनमा एउटा घर देऊ दिनको 1 करोड देऊ भनेर भन्दा पनि नि मलाई त्यो घर प्यारो छैन त्यो पैसो प्यारो छैन। मलाई मेरो नेपालै प्यारो छ त्यसमा पनि मेरो मेची अञ्चल प्यारो छ त्यसमा पनि म जन्मेको भूमि प्यारो छ। म अब यहाँबाट अहिले कार्यक्रम सकेर अहिले बेलुका काठमाडौँ पुग्छु भोलि म झापा पुग्छु त्यो ठाउँमा। किन पुग्छु तपाईँलाई थाहा छ त्यो ठाउँमा पुगेपछि मलाई आनन्द लाग्छ किनभने म जन्मिँदाको साथी त्यहाँ गाडेको छ त्यो साथीले मलाई तान्छ त्यो साथीसँग मेरो नाता छ बुझ्नुभयो। त्यसले गर्दाखेरि धरती माता र आफ्नो आमा आफ्नो बाउ भनेको त्यति प्यारो हुन्छ। आज आफ्नो बाउ आमा छोडेर विदेशमा बस्नु परिरहेको छ छोराछोरीले। दसैँ आयो है तपाईँहरूलाई त्यहाँ आउँछ बारीका पाटाभरि फुल फुले आउँछ सयपत्री र मखमली फुल टिप्ने दिदीबहिनी पनि छैनन् माला गाँच्ने दिदीबहिनी पनि छैन फुलको माला लाउने छोरा पनि छैन। दसैँ आउँछ हातमा जमरा र रातो टिका अक्षता बुसेर बाबुआमा बाटो रुँगेर बस्छन् छोराछोरीले। त्यति मात्र होइन मुर्दा घरमा लासले छोरो नुगेर बस्नु थाल्यो त अहिले त मुर्दा घरमा लासले। यही हो यसैको लागि हामीले गणतन्त्र ल्याएको यसैको लागि तपाईँहरूले पद्मा अर्याललाई जिताएको यसैको लागि तपाईँहरूले धनराज गुरुङलाई जिताएको यसैको लागि अब आउने पार्टीहरूलाई जिताउनुहुन्छ यसैको लागि हो। यो कुरा हो तपाईँहरूलाई मैले भन्न खोजेको। त्यसले गर्दाखेरि तपाईँहरू कान खोलेर सुन्नुहोस्। एउटा नाना पाटेकरको भनाइ छ क्या सुबह उठो भिड़काए किस्सा बनो शाम को जाओ दारू पियो और बच्चा पैदा करो क्योंकि तुम्हारा अंदर का इंसान मर चुका है भनेर भन्थ्यो। नेपालीहरूको भित्री आत्मा भित्रको इन्सान मरिसकेको छ। त्यसले गर्दाखेरि कान खोल्नुहोस् केही बिग्रेको छैन। तपाईँहरूको ब्ल्याक लिस्ट भएको छ नि ब्ल्याक लिस्ट खुल्छ। ब्ल्याक लिस्ट दुर्गा प्रसादले खुलाउँछ लिलाम दुर्गा प्रसादले जोगाउँछ।
तपाईँले मलाई भोट दिनु पर्दैन, म तपाईँहरूसँग भोट माग्न आउँदिनँ। कुरो बुझ्नुभयो? यो सबै गरिसकेपछि दुर्गा प्रसाई तैँले उठ्नु पर्यो भनेर घरमा मान्छे लिन आए, त देशको प्रधानमन्त्री हुनु पर्यो भनेर घरमा मान्छे लिन आयो भने हुँ ल। नभए यिनीहरूको जस्तो लुच्चा छोडी चाहिँदैन। मलाई आफ्नो जिन्दगी, म साधुको जिन्दगी बिताउने जोगी भन्ने। अब जोगी मैले मेरो श्रीमतीलाई पनि भनेको छ, छोराछोरीलाई पनि भनेको छु, म त कुटी बनाउने अब भन्दैछु खप्तडमा। मलाई चाहिएको छैन। त्यसले गर्दाखेरि तपाईँहरूले के साथ दिनु पर्यो भने 21 गते होइन, गण्डकी अञ्चल होइन हो, गण्डकी अञ्चलको प्रमुख उहाँ हुनुहुन्छ। तपाईँ उठ्नुहोस् न। हो प्रमुख, तपाईँहरूका मुद्दा छन् भने उहाँले हेर्नुहुन्छ। यता आउनु हो भान्जी, यहाँ हेर्नुहोस्। पहाडी यिनको घर लिला, म घर लिला, म त केही हुँदैन। हिम्मत राख। जिन्दगी भनेको जिरोबाट सुरु हुन्छ। केही बिग्रेको छैन, फेरि कमाउला। आज बाँचेकी छिन्, ऊ छिन् के पहाडी अरे भान्जीको नाम? इन्दु पहाडी। हाम्रो के अरे उहाँ, हाम्रो मुक्ति। उहाँ आज आफै बाघ जस्तो उभिनु भएको छ तपाईँहरूलाई गर्न। यता विष्णु बोहरा, सङ्गठन विभाग प्रमुख महिलाको। डोरी लिएर झुन्निन हिँडेको मान्छे, डोरी लिएर। महिलाहरूको त्यो ब्यागमा, सानो ब्यागमा के हुन्छ? यसो सानो ऐना हुन्छ, लिपस्टिक हुन्छ, यस्तो लगाएर यस्तो हेर्छ नि, त्यो थिएन, त्यहाँ डोरी थियो। आज लिडर भएकी छ। मरेर पनि बाँचिन्छ, मरेर पनि बाँचिन्छ। तर तपाईँलाई संसार जितेर पनि हारिन्छ। आज केपी ओलीको हालत हेर्नुहोस्, प्रचण्डको हालत हेर्नुहोस्। जित्या भने संसार, तर आज हारे। तपाईँलाई एउटा कुरा हेर्नुहोस्, तपाईँका रवि हिँडुन्, तपाईँका बालेन हिँडुन्, तपाईँका प्रचण्ड हिँडुन्, केपीलाई एक लाइन लगाइदिनुहोस्, दुर्गा प्रसाई आफ्नो रफ्तारमा हिँड्छ, एकतिर लगाइदिनुहोस् त कसको इज्जत छ मार्केटमा? कसको इज्जत छ? हामीले कसैको सिंहदरबारमा आगो लगाएनौँ, हामी पश्चिमाको कोठी भएनौँ, हामीले विदेशीको दलाल काम गरेनौँ। तर तपाईँलाई म एउटा कुरा के भन्छु भने किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य सहितको राज संस्था स्थापना भएन भने नि तपाईँ हाम्रो भविष्य छैन। यो कुरा बुझ्नुहोस्। यसमा तपाईँहरू कति हुनुहुन्छ? हात उठाउने, हात उठाउनुहोस् त हेरौँ त। अनि सबै रहेछ त। पछाडि चाहिँ एमालेका साथीहरू हुन् कि क्या हो? एमालेको त होइन नि। एमालेको भयो भने त घर दिँदो त छ। ब्याङ्कले त छोड्दैन एमाले भनेर, काङ्ग्रेस भनेर छोड्दैन, रासपा भनेर छोड्दैन। त्यसले गर्दाखेरि बाघ आयो बाघ भन्नेका पार्टीलाई पनि भनिदिनुहोस्, निर्वाचन आयोगमा पार्टी दर्ता गरेर अनि फेसबुकमा ऊ गर्दा हुँदैन। एकपल्ट यो हाम्रो माग पुरा भएन भने खोइ ल्याउनुहोस्, त्यो माग पढेर सुनाइदिउँ। यहाँ मलाई चिठी पठाएको छ प्रधानमन्त्रीले। कसको? ए तपाईँलाई थाहा नै रहेछ। माग पुरा भएन भने के हुन्छ तपाईँलाई थाहा छ? यिनीहरूले नसोचेको चिज आउँछ यहाँ। ए त्यो त मैले तयारी गरेर नि, मैले सिटी मात्रै खोक्न बाँकी छ। यिनीहरू त्यत्तिकै यो लाइनमा आएका हुन्। भूमिविहीन सुकुम्बासी र कबाड व्यवसायहरूलाई दिगो वैकल्पिक व्यवस्थापन नभएसम्म हालको स्थानबाट नहटाइने सुनिश्चित गर्ने प्रधानमन्त्रीको लेटर प्याडमा आएको यो। बैंक, वित्तीय संस्था र सहकारी र लघु वित्तसँग सम्बन्धित समस्याहरू कालो सूची हटाउने, 20 लाखभन्दा मुनिको ऋण मिना गर्ने, 35 दिने सार्वजनिक सूचना ननिकाल्ने र लिलामी प्रक्रिया स्थगन गर्ने, अब स्थगन गर्ने, अब लिलामी नगर्ने, एवं ऋणीको घरमा मान्छे नपठाउने। ऋणीको घरमा बुझ्नुभयो के? फेरि सुन्नुहोस् एकपल्ट। बैंक, वित्तीय संस्था र सहकारी लघु वित्तसँग सम्बन्धित समस्याहरू कालो सूचीबाट हटाउने, 20 लाखभन्दा मुनिको ऋण मिना गर्ने, 35 दिने सार्वजनिक सूचना
र सूचना ननिकाल्ने अब लिलामी प्रक्रिया स्थगन गर्ने अहिलेलाई एवं ऋणीको घरमा गरिने पिरालो गर डिस्टर्ब गर्छ नि घरमा नजाने यो माग सम्बोधन गर्नुपर्ने र किराँत बौद्ध सहितको हिन्दू अधिराज्य र प्रदेश खारेज र राज संस्थाका सन्दर्भमा जनमत सङ्ग्रहको माध्यमबाट निर्णय लिनुपर्ने यी जनताको अभिमत लिनुपर्ने यी कुरा मलाई प्रधानमन्त्रीले लेखेर 15 गते भित्रमा आउनु भनेको छ। अब भोलि पनि जान सक्छु पर्सि पनि जान सक्छु तर के बुझ्नुहोस् भने बल्ल बल्ल दरो मान्छेको बेला परेको छ कुरो भन्नुभयो के बडा महाराज धीराज पृथ्वीनारायण शाहलाई सम्झिनुहोस् जङ्गबहादुरलाई सम्झिनुहोस् अनि मलाई सम्झिनुहोस् नेपाल बचाउनलाई म मर्न तयार छु यति बुझ्नुहोस् म तपाईँहरूको आँखाबाट आँसु झर्न दिन्न जति रुनुभयो अब यिनीहरूले रुनुपर्छ कुरा भन्नुभयो के यिनीहरूले रुनुपर्छ तपाईँ रोको सम्झिन्छु म क्या म अब कति ठाउँ रुँ कतिपल्ट रुनु हो कि मलाई थाहा छैन तपाईँहरू रुँदाखेरि मेरो आमा रोए जस्तो लाग्छ मेरो दिदी रोए जस्तो लाग्छ हुन पनि हो तपाईँहरू मेरो आमा हो तपाईँहरू मेरो दिदी हो यहाँ के हो नेपालीलाई दलित बनाइयो अनि दलितका नाममा राजनीति गरियो नेपालीलाई जनजाति बनाइयो जनजातिका नाममा राजनीति गरियो यहाँ हुनुहुन्छ त मपुल मिया अब उहाँ मुसलमानको कुरो गराउने उहाँलाई चित्त दुख्छ तर उहाँ मुसलमान होइन नेपाली मुसलमान हो यहाँ त रोहिङ्ग्या मुसलमानहरूले बर्बाद गर्थे पाकिस्तानबाट आइएसआईको मुसलमानहरू आएर उहाँहरूको बदनाम गराएको छ अहिले बुझ्नुभयो के त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने उहाँ पनि हिन्दू राष्ट्रको पक्षमा हुनुहुन्छ नि होइन वक्तव्य निकालेको छ मुकुल मिया सनातन धर्मको पक्षमा हुनुहुन्छ भनेपछि यहाँ कस्तो खालको राजनीतिक हो तपाईँलाई थाहा छ एमसिसी पास गर्ने गुरु कुलमान घिसिङ बालेन रवि लामिछाने मैले पहिल्यै भनेको थिएँ तपाईँहरूले हेर्नुहुन्छ होइन एक ठाउँमा आउँछन् भनेको आज आए आएनन् आए होइन अबको लडाइँ भनेको पश्चिमी सभ्यता र पूर्वी दर्शनको लडाइँ हो पूर्वी दर्शनको किता सनातनको किता दुर्गा प्रसाईले बोकेको छ पश्चिमको किता भनेको रवि बालेनहरूले बोकेको छ किता अलग भएको छ तपाईँहरूले बुझ्नु होला देश जोगाउने कि नजोगाउने देश जोगाउने कि नजोगाउने ल भन्नुहोस् त हात उठाउनुहोस् त अब मैले जोगाउने भन्नुहुन्छ भोलि पर्सि उनीहरू आउँदाखेरि फेरि यति नै आएर जोगाउने भनेर उता उठाउनुहुन्छ होइन त के हो तपाईँहरूको कुरो त्यसले गर्दाखेरि तपाईँहरू नरुनुहोस् मैले अघि भने अब तपाईँहरूको रुने दिन सक्यो यो केपी ओली बोलेको होइन नि फेरि केपी ओलीले ढाँट्छन् नि प्रचण्ड होइन नि त्यही भएर म तपाईँलाई एउटा कुरो थाहा छ जनमत सङ्ग्रहमा जाउँ भनेर मैले भने राजेन्द्र लिङ्गदेनहरूले के भने जनमत सङ्ग्रहबाट राष्ट्र तर हिन्दू राज्यको हुँदैन भने ल ठिक छ हुँदैन भने कुन बाटो जाने त भनेर भनेको ऊ त झापा जिल्लाको 3 नम्बर क्षेत्रबाट चुनाव लड्न गइसकेछ कुदेर हेर्नुहोस् खुसबु ओली उसको पार्टीमा बोल्ने अलिकति एकजना राम्री महिला छिन् अलि बोल्न पनि जान्छन् इङ्ग्लिस पनि बोल्छिन् है काठमाडौँ 9बाट अरे हेर्नु है त अनि ज्ञानेन्द्र साई छक्क गरेर बसिरहेछ अब हेर्नुहोस् अनि यी 3टाले भोट जितेर यो जिन्दगीमा हिन्दू राष्ट्र आउँछ भाइ आउँछ मैले बुझेको छैन नेपालका सांसदको हैसियत के छ भनेर तपाईँलाई थाहा छ 2/3 जितिएर गए अरे संसदमा 180 सिट बनाए अरे मेरो नेतृत्वमा गयो अरे संसदमा त्यो टेबल गर्ने दिन नि 3 टुक्रा भइसकेको हुन्छ अघि भित्रभित्रै 2 करोडमा किनिसकेको हुन्छ 50 जना किनेपछि सक्यो 1 करोड खर्च गरेपछि भरे पासै हुँदैन टेबल नै आउँदैन त्यो मैले चिनेको छु नि कसरी बिक्छन् नेपाली आफ्नो छोराछोरी बेचेर खाने जात हो यो नेपाली कस्तो खालको कुरा गरेको सबै विदेश पठाएर भन्नुको हुँदैन त कम्ती चित्त दुखेर आउँछ मलाई यो भनौँ भने खोला छ आफ्नो छोराछोरी सबै विदेश पठाएर विदेशबाट छोराछोरी पठाएको खाने अनि यहाँ गर्ने यस्तो पनि हुन्छ
त्यसले गर्दाखेरि जनताको हातबाट लो राजाको माया छ, हिन्दू धर्मको माया छ, संहिता भारी भयो होइन। विभिन्न कुरा भयो भने जनमत सङ्ग्रहमा जाउँ न। जनताले 100%मा 95%ले भोट हालेर नि जिताएर ल्याउन हो कि होइन। र मेरो प्रधानमन्त्रीलाई यहाँबाट अनुरोध पनि के छ भने हाम्रा माग पुरा गरौँ, जनमत सङ्ग्रहमा जाउँ, चुनाव 1 वर्ष सारौँ, राम्रोसँगले चुनाव गरौँ। हामी पनि त्यस पछाडि पार्टी खोलेर अघि बढ्छौँ। हामीलाई पनि मौका दिनुपर्छ हो कि होइन भन्नुहोस् त बा के हो बा। त्यो भन्दै अब कतिजनालाई अलिकति नमजा पनि लाग्यो होला, फेरि यसले घोचेर भन्नु भनेर। नघोचिकन आगो पनि बल्दैन, नघोचिकन भगवान्ले पनि सुन्दैनन् हो कि होइन। तपाईँहरूलाई यो एउटा घोचेर प्रेरणा दिएको, यो पनि मान्नुहोस्। म त नपढेको मान्छे, आज पनि पढ्दैछु तपाईँहरूसँग, तपाईँहरू पनि मसँग पढ्नु हुँदैछ, बुझ्नुभयो कि। त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने म त उहाँबाट निस्केर हिँडेँ भनेदेखि तपाईँहरू किन हिँड्न सक्नु हुँदैन। एकजुट भएर निस्क्यौँ त। यी ब्याङ्क लघुवित्त र सहकारी गाउँबाट खेदौँ त। ल कसले कसको भट्काउँदो रहेछ, कसले कसको लिलाम गर्दो रहेछ। त्यसले गर्दाखेरि म के भन्छु भने हाम्रो वार्ता मिलेन भने हामी ब्याङ्क र लघुवित्त त गाउँ बजारबाट घेर्छौँ र काठमाडौँमा मात्रै होस्, हामीलाई मतलब छैन। ल त्यो भन्दै सम्पूर्णलाई पिर नमान्नुहोस्, विष नखानुहोस्, झुन्डिने काम नगर्नुहोस्। दुर्गा वर्ष जिउँदैछ नि फेरि, कुरा बुझ्नुभयो कि। मैले तपाईँहरूलाई भनेको छ नि जहिले पनि यो मुद्दा तपाईँको सम्बोधन भयो भने मलाई प्रधानमन्त्री हुनु छैन। म मरेर गएँ भने एक थोप आँसु झार्दिँदाखेरि मलाई पुग्छ। मलाई कसैको केही चाहिएको छैन। त्यो भन्दै म बिदा लिन चाहन्छु। आउनुभयो, सुनिदिनु भयो र खास गरेर हाम्रो मुक्ति भाइ लगायत सम्पूर्ण यहाँको व्यवस्थापन टिम, पत्रकार साथीहरू, सुरक्षाकर्मी साथीहरू, तपाईँहरू सब नागरिकलाई, दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद दिँदै नमस्ते भन्न चाहन्छु। नमस्ते।